खाने मासुले 6 जना त पुग्दैन नि त मासु त बढी त ल्याउनु पर्यो तेरो मम्मीले मासु अझै बढी ल्याउनु भन्नुभएको छ कि हजुरले सुन्न सक्नुहुन्छ त्यहाँ होइन अनि त्यसपछि एकदमै खुसी हामी होइन एकदमै खुसी के ओ माई गड यति खुसी त मम्मी बाबा हुनुहुन्थेन कि खास म चाहिँ 25 गते आउँछु भनेको थिएँ नि त तर केही कारणवश म 23 गते नै हिँडेँ कि घरबाट अनि बाबुको बर्थडे पनि थियो कि त्यो दिन अनि घरमा चाहिँ हाम्रो चाहिँ श्राद्धको चाहिँ एक छाके पर्ने भएर चाहिँ बाबुको बर्थडे नमनाऊँ भन्ने भएको थियो तर म माइत गएर त मनाउन सक्छु नि त अब मैले केही काम गर्न त भएन भनेपछि हजुरले आफै कुरा बुझ्नु त्यो दिन के भएको थियो भनेर होइन अब बाबा आउनु भयो हो मेरो बाबा बाबा बिचरा के गरौँ हुनुभएको कि बिचरा यति खुसी हुनुभएको है 25 गते कहिले आउँछ नानीहरू 25 गते आउँछु भनेर भन्दै आएको अरे कि उहाँ पनि है बिचरा मम्मी बाबा मात्रै हुनुहुन्छ नि त भाइ बहिनी सबै बाहिर अनि म मात्रै हो मम्मी बाबासँग पनि नानीहरू पनि फेरि स्कुल छुट्टी हुँदा मात्रै आउने हो वर्षको एकचोटि अनि अहिलेको दसैँमा चाहिँ झन् वर्षमा 2 चोटि आउने तर अहिलेको दसैँमा चाहिँ हामी इन्डियातिर घुम्न गएको थियौँ त्यो नानीहरू 1 वर्षपछि मामा घर आएको उनीहरू पनि एकदम एक्साइटेड है कहिले जाने भनिरहेको थियो नि त अनि त्यसपछि फाइनल्ली हामी आयौँ अनि आमाहरू त पञ्चौलीमा जानुभएको थियो नि त अनि सबैलाई टिका लगाइदिँदै हुनुहुन्छ उहाँको प्रसादहरू लिएर आउनुभएको हामी कति लक्की के है कस्तो के आउने बित्तिकै भगवान्को टिका लाउन पाइयो कि होइन अनि मेरो बाबु चाहिँ कति ज्ञानी छ नि उसलाई केही सिकाउनु पर्दैन कि ओ माई गड अनि बाबुको बर्थडे अनि चाहिँ हाम्रो काजल मेरो बुहारी नानी अनि त्यसपछि रमाइलो भयो जस मम्मी बाबा पनि खुसी हुनुभयो अनि लास्टमा चाहिँ के गरेको थाहा छ लास्टमा चाहिँ बाबाले हामीलाई खाना बनाएर खिलाउनु भयो कि हाम्रो बाबा फेरि खाना बनाउन यस्तो हुनुहुन्छ नि कि ओहो यति एक्टिभ हुनुहुन्छ कि उहाँबाट त्यत्रो थाकेर आउँदा पनि बाबाले पकाउनु पऱ्यो कि मिठो खाना खुवाउँछु छोरीहरूलाई भनेर खाएको भिडियो पनि 6-7 म छुट्टै ल्याउँछु अहिले यति नै है त।